अहिले चाहिँ हामी हैन अब यो पानी खाने ठाउँमा आइपुगेका छौँ। तपाईहरुलाई पनि देखाउँछौँ कसरी युज गर्ने भनेर हैन। अब पहिला सुरु चाहिँ यहाँ 5 को र 10 को नोटमा त सार्टमा मिल्छ भन्ने छ। त्यसको लागि मैले यहाँ नोट हाले हैन, देन सक्नुहुन्छ। होला अब यहाँ गयो हैन। अब यहाँ ट्याक्क 10 वटा उ आउँछ पोइन्ट। म यहाँ निकाल्दै छु गाइस। ल 10 वटा हामी देख्न सक्छौं हैन, कोइन आइसक्यो। अब यो कोइनलाई चाहिँ हामी यो वाटर डिस्पेन्सरमा कप डिस्पेन्सर भन्ने छ, यहाँ हाल्ने सिक्का। यहाँ ट्याक्क सिक्का हालेपछि कप आउँछ एउटा हैन। पहिला चाहिँ यो कप निकाल्ने। अब यो कप आयो हैन। यो कप आइसकेपछि अब यो कपलाई म यहाँनिर ट्याक्क लाएर यहाँनिर थाप्छु। यहाँ थापिसकेपछि अनि यहाँनिर तपाईहरुलाई कोइन हाल्नु होला। कोइन हालेपछि 200 ml को वाटर आउँछ। एकछिन चाहिँ वेट गर्नुपर्छ है, ठ्याक्क भरिने गरी आउँछ। हो ट्याक्क ल यसरी आइसकेपछि अनि यो पानी पिउन सक्नुहुन्छ तपाईहरुले। र तपाईहरु पनि यसै गरी युज गर्नु होला, नझुकिनु होला सबैजना।